हेर्नु त आयो थ्याङ्क यू बेबी। कस्तो थ्याङ्क यू हो र तपाईँको पैसा भने चाहिँ मेरो त हो नि मेरो भने कि तपाईँको तिमी यति गर्छौ भने मलाई लागेकै थियो के बेबी। कति बेला आउँछु यो के भन्छ यसलाई कपडा के हुन्छ र कपडा यो बस त तिमीसँग एउटा सल्लाह गर्नु छ। ल भन्नु के हो छिटो तिम्रो बारेमा त मैले कुरा सुनेको थिएँ बाबुलाई पनि हल्ला गाउँमा। के कुरा कसले सुनायो कुरा मेरो बारेमा त्यस्तो त होइन धेरै कुरा त होइन तर पनि मेरो बुहारी बाहिर गएछ अरे भन्ने सुनेको थिएँ। हो र बाबु कता बाहिर गएको बजारतिर केटासित घुम्न। त्यो त मेरो भाइ हो अस्ति मलाई उहाँ पसल जाने बेलामा गाह्रो हुन्छ भनेर मलाई छोडिदिनलाई आएको भाइ कसले सुनायो तपाईँलाई फेरि राम्रो आमा खबर? शङ्का गरेछु के त्यसको जितु अरे बाउ मैले के अघि छामछुम गर्दै हेरेको थिएँ भित्तामा मैले राखेको पैसा पनि छैन मैले राखेको गहना पनि छैन बाउ तिमीले देख्यौ र। मलाई थाहा छैन त्यस्तो गहनाहरू मलाई किन चाहिन्छ र होइन बाबु चाहिएछ कि देख्यौ कि भनेर खोजे दिनभरि त्यही हेर्नु न बुढी मान्छे अब स्वर पाउने होइन यता राखेर यता खोज्ने होला मैले बाबु के भयो त्यहीँ राखेको थिएँ 50,000 र एउटा यत्रो गहना थियो त्यो राखेको थिएँ छैन अहिले भाउ नाचेर बिर्सिनु भयो कि बिर्सै छैन बाबु घरैभित्र छ म बुढी मान्छे कहाँ हिँड्न सक्छु रहेछु दैलो बाटेर झारस्याट नहो त्यति खसाल्नु भएर भेटिहाल्छ त्यो जाबो पैसा र त्यो गहना मलाई त चाहिँदैन इ मलाई त छ यहीँ मेरो भत्ताको पैसा आएको बाउ ल 10,000 राख कहिले काहीँ यसो इष्टमित्र आउला 2-4 हजार मैले पनि राख्नु पर्यो अरू राख घर खर्च चलाऊ छोरालाई टेन्सन नदेऊ नमाग है छोरासित दिएको छैन मैले तपाईँको छोरालाई टेन्सन हस् बाउ हस् के भन्ने आजभोलिकालाई केही भनेर सुन्दैन न म बुढी मान्छे दैलो आमा फेरि गर्न सक्दिनँ कहाँ गई फेरि कहाँ हिँडिभ्याइ के छोरालाई एक दिन पुरा नलाइरहेको छैन ला के हो यो के हो यो हेलो फुलकुमारी हेलो के छ के हो यो सबै ठिक त छौ नि हेलो किन त्यसरी आत्तिको बेबी के हो तिमीले त मेरो फोटो पुरै राखिदिएको छ त त्यस्तो आत्तिको पनि केही छैन तिमीले अब एउटा मात्रै काम गर्नु पर्यो के काम छौ नि म सुन्दैछु भन आज 1 घन्टाभित्र मलाई 1 लाख पठाउनु पर्यो होइन भने मैले जति पनि फोटोहरू पठाइदिएको छु नि त्यो सामाजिक सञ्जालमा जान्छ है त ल म के गर्ने तिमी धेरै आत्ते जस्तो भयो केही भाव र बाउ भन्नु के म बुढी मान्छेलाई केही भएको छैन कि तपाईँ बस्नु न त्यहाँ थपक्क तिमीलाई पिर मानेको देखेर हो के अरे बाउ के भयो र के भन्छ मेरो बुहारीले कानले पनि सुन्दिन छोराको फोन हो बाउ होइन कि होइन मेरो साथीले फोन गरेको के भयो? बस्नु न तपाईँ बस्नु केही भएको छैन कानले मलाई पनि सुन्दिन गर्नु सक्दिन के गर्ने? म्याम कस गर्दैछ कस्तो समस्या पऱ्यो बस्नु न यहाँ कसैलाई त भन्नु न नि कस्तो समस्या पऱ्यो दिदी मैले हिजोदेखि खाना पनि खाएन हेर्नु मेरो एउटा टिकटकमा साथी थियो टिकटक चलाउँथेँ बुढालाई थाहा पायो भने मलाई घरबाट निकालिदिन्छ दिदी मेरो सबै पैसा पनि भ्याइदियो यहाँ मेरो फोटो हालिदिएर साथी थियो हेर्नु सबै फोटो हालिदिएर पुरै टिकटक पनि भाइरल गराइदियो पैसाले भन्छ मैले कहाँबाट दिने हो बुढाले पठाइदिएको सबै पैसा पनि भ्याइसक्यो अब बुढो पर्सि भोलिमा आउने भने अनि म कहाँ के गरौँ दिदी म मर्छु अब म बाँच्दिनँ चिन्ता नगर के गर्ने दिदी म त बाँच्दिनँ हुन्छ दिदी बुढो भोलि पर्सि आउनु